नमस्कार साथीहरू। आज हामी भोइस अफ जस्टिसमा डाक्टर भीमराव अम्बेडकरको योगदानको बारेमा चर्चा गर्नेछौँ। र आज सामाजिक न्यायको विषय यति पेचिलो बनिरहेको छ। नेपालमा सामाजिक न्यायको विषयलाई सबै पार्टीहरूले, सबै राजनीतिक दलका नेताहरूले उठाइरहेका छन्, तर व्यवहारतः त्यो कुराहरू कार्यान्वयनमा धेरै जटिलता आइरहेको छ। सामाजिक न्यायको प्रश्नमा दलहरू जति लेखनमा या भाषणमा त्यो कुराहरू आउँछ, तर व्यवहारमा चाहिँ त्यो कुराहरू आइरहेको छैन। त्यो हुनाले हामीले सामाजिक न्यायको विषयलाई अझ बढी मजबुत बनाउनको लागि जुन तबका, जुन वर्गलाई त्यो कुरा चाहिने हो, त्यो वर्ग सचेत हुनुपर्छ भनेर भोइस अफ जस्टिसमा हामीले ती आवाजहरूलाई बुलन्द गर्ने प्रयत्न गरिरहेका छौँ। आज हामी एकजना यस्ता विशिष्ट व्यक्तित्व जसले सामाजिक रूपान्तरणको आन्दोलनमा, सामाजिक न्यायको आन्दोलनमा आफ्नो जीवन समर्पित गर्नुभएको छ र उहाँ संसारकै त्यस आफ्नो समयको उत्कृष्ट विद्वान व्यक्तित्व हुनुहुन्थ्यो र उहाँको बारेमा, तर उहाँ एकदमै उत्पीडित दलित समुदायबाट हुनुहुन्थ्यो र उहाँले गरेको सङ्घर्ष, त्याग, बलिदान र यो सिङ्गो दक्षिण एसियाको जात व्यवस्थालाई उन्मूलनको लागि उहाँले गरेका योगदानको बारेमा आज हामी केही चर्चा गर्नेछौँ। आउनुहोस् मलाई उहाँको विषयमा केही जान्ने प्रयत्न गरौँ। डाक्टर भीमराव अम्बेडकर जातिविहीन समाजका निर्माता भनेर उहाँलाई हामी चिन्दछौँ। डाक्टर भीमराव रामजी अम्बेडकर भारतीय संविधानका शिल्पकार मात्र होइनन्, उनी जाति व्यवस्थाको विरुद्ध सबभन्दा शक्तिशाली आवाज पनि हुन्। एक समाज सुधारक, अर्थशास्त्री, न्यायविद र राजनीतिक नेताको रूपमा अम्बेडकरले आफ्नो सम्पूर्ण जीवन दलित र उत्पीडित वर्गको मुक्तिको लागि समर्पित गरे। उनको विचारधारा आज पनि सामाजिक समानता र न्यायको अभियानका लागि प्रेरणादायी छ। हिन्दू जाति व्यवस्था सम्बन्धी अम्बेडकरका विचारहरू के थिए त? आउनुहोस् यो बारेमा पनि हामी जानौँ। डाक्टर अम्बेडकरले हिन्दू जाति व्यवस्थालाई जन्मसिद्ध विभेद र शोषणको संरचना माने। उनले के भने यो चाहिँ जन्मसिद्ध होइन, जन्मको आधारमा विभेद र शोषणको संरचना माने यसलाई होइन। उनका अनुसार जाति भनेको श्रमको बाँडफाँड होइन। हामी कतिपय विद्वानहरूले के भन्छन् भने जात व्यवस्था भनेको श्रमको बाँडफाँड हो, तर अम्बेडकरले यो के भने जाति व्यवस्था विशुद्ध श्रमको बाँडफाँड होइन, श्रमिकको बाँडफाँड हो, जहाँ जन्मकै आधारमा मानिसको स्थान र भूमिका तोकिएको हुन्छ। जाति उन्मूलन, एनिहिलेसन अफ कास्ट नामक उनको ऐतिहासिक ग्रन्थमा उनले लेखेका छन्, जाति श्रमको बाँडफाँड होइन, यो श्रमिकको बाँडफाँड हो। सभ्य समाज स्वतन्त्रता, समानता र बन्धुत्वको आधारमा बढ्नुपर्छ भनेर उहाँको विचार थियो। उनी मनुस्मृतिलाई जातीय भेदभावलाई वैधता दिने शास्त्रको रूपमा आलोचना गर्थे। मनुस्मृतिलाई उनले जलाउने पनि काम गरेका थिए। सँगसँगै त्यहाँका ब्राह्मणहरूले पनि उनलाई साथ दिएका थिए, केही ब्राह्मणहरूले होइन। मनुस्मृतिलाई जातीय भेदभावलाई वैधता दिने होइन, यसलाई लेजिटिमेट गर्ने होइन, यो चाहिँ शास्त्रहरूले लेजिटिमेट गरेकोले गर्दाखेरि चाहिँ यो चाहिँ तपाईँको जातीय विभेद चाहिँ आज पर्यन्त कानुनका बावजुद विभिन्न तहका कानुनहरू बनाइरहँदा पनि होइन, यो शिक्षाले यति धेरै चाहिँ तपाईँको साक्षरता दर बढाइरहँदा पनि विभेद कायमै छ। त्यसको पछाडि के छ त भन्दा शास्त्रले यसलाई वैधता दिन्छ, ठहर्छ, तर अरू कुनै पनि धर्मका शास्त्रहरूले विभेदलाई वैधता दिँदैन। त्यो हुनाले अन्य धर्ममा, अन्य समाजमा चाहिँ विभेदहरू चाँडै अन्त्य भए, तर नेपाल र दक्षिण एसियाको समाजमा विभेद किन अहिले पनि जिउका तिउ छ होइन। अहिले पनि किन मान्छे मारिएका छन्, चुले छोएको न्युमा, अन्तर्जातीय विवाहका न्युमा, धारा छोएको न्युमा किन मान्छे आज पनि मारिरहेका छन् त भन्दाखेरि यसलाई हाम्रो धर्मशास्त्रले वैधता दिन्छ। विभेद गर्ने त्यो खालको चाहिँ आधारशिला प्रदान गर्दछ। त्यसलाई मान्छेले तोड्नको लागि मान्छेले हिम्मत गरिरहेको छैन। केही मान्छेहरूले, सर्टेन मान्छेहरू आज पनि त्यो परम्परा, त्यो अन्धविश्वासबाट माथि उठ्न सकेका छैन। त्यो हुनाले अम्बेडकरले एउटा के भनाइ भन्नुभएको छ भन्दा पिपल आर नट रङ, वाट रङ आर देयर चाहिँ रिलिजन एन्ड त्यो चाहिँ सोसियल आइडियोलोजी भन्नुभएको छ होइन। अनि उनी मनुस्मृतिलाई जाति भेदभावलाई वैधता दिने शास्त्रको रूपमा आलोचना गर्थे। अम्बेडकरको विश्वास थियो कि जाति व्यवस्था धर्म, शास्त्र र परम्परामा गहिरोसँग गाँसिएको छ, जसको उन्मूलन कानुनी मात्र होइन, वैचारिक रूपमा पनि आवश्यक छ। अम्बेडकरका मुख्य विचारधाराहरू के थिए? अम्बेडकरका मुख्य विचारधाराहरू समानता, लोकतन्त्रको मेरुदण्ड हो भन्थे अम्बेडकरले होइन। समानता चाहिँ के हो भन्दा लोकतन्त्रको मेरुदण्ड। अम्बेडकरका अनुसार राजनीतिक लोकतन्त्र भन्दा पहिले सामाजिक लोकतन्त्र चाहिँ आवश्यक छ भनेर उहाँले भन्नुभयो होइन। जबसम्म समाजमा समानता हुँदैन, मताधिकारले मात्र मुक्ति दिन सक्दैन। के भन्नुभयो भन्दाखेरि एउटा विचार थियो समानता सम्बन्धी। उहाँको विचार के थियो भन्दा राजनीतिक लोकतन्त्र भन्दा पहिला चाहिँ सामाजिक लोकतन्त्र हुनु पर्यो। अहिले हाम्रोमा के छ भन्दा राजनीतिक लोकतन्त्र मात्रै आएको छ। जस्तो नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने 62-63 को आन्दोलनपछि राजनीतिक लोकतन्त्र आयो, तर सामाजिक लोकतन्त्र चाहिँ आएको छैन। त्यो हुनाले समानता अझै पनि कायम भएको छैन नेपाली समाजमा। त्यो हुनाले जबसम्म समाजमा समानता हुँदैन
मताधिकारले मात्र मुक्ति दिन सक्दैन। लोकतन्त्र भनेको केवल मत दिनु होइन, भोट दिनु मात्र होइन, होइन। त्यो चाहिँ समाजमा समानता स्थापित हुनु पर्यो, सबै चाहिँ नागरिकलाई समान अधिकार हुनु पर्यो, समान हैसियत, समान पहुँच, स्रोत साधनमा समान पहुँच हुन्छ कि हुँदैन, राज्यको स्रोत साधनमा उसको हिस्सेदारी कायम छ कि छैन भन्ने प्रश्न चाहिँ मूल प्रश्न हो। त्यो चाहिँ समानताको कायम गर्ने एउटा प्रश्न हो। त्यो कुरा चाहिँ हल भएको छ कि छैन भनेर हेर्ने हो। र नेपाली समाजमा हेर्दाखेरि अहिले त्यो कुराहरू एकदमै जटिल बनेर रहिरहेको छ, प्रश्नवाचक चिन्हको रूपमा रहिरहेको छ। अर्को चाहिँ हिन्दू धर्मको रूढिवादी स्वरूपको विरोध। उहाँले चाहिँ समग्र हिन्दू धर्मको होइन, त्यसको रूढिवादी स्वरूपको चाहिँ विरोध गरे हो। र नेपालमा पनि यसबाट उत्पीडनमा परेका समुदायले आज पनि विरोध गरिरहेको प्रसङ्ग यही हो। यदि यो विरोधलाई सही ढङ्गले निर्क्योल गर्न सकिएन भने फेरि यसमा चाहिँ समस्याहरू झन् जटिल बनेर आउनेछ अथवा ह्रास आउनेछ, हिन्दूहरूको चाहिँ जनसङ्ख्यामा झन् घट्नेछ। त्यो हुनाले हिन्दूहरूले यो विषयमा गहिरो ढङ्गले सोच्नुपर्छ कि त्यसको मारमा हिन्दू धर्मकै कारणले आज पर्यन्त जीवनको चाहिँ तपाईँको लामो समय चाहिँ दुःखदायी पीडादायी असाध्यै क्रूर जीवन भोग्न बाध्यहरूको समस्यालाई यो हाम्रो समस्या हो, हाम्रा दाजुभाइहरूको, हाम्रा हिन्दूहरूको समस्या हो भनेर हिन्दू धर्मका साथीहरूले बुझ्नु भएन, अभियन्ताहरूले बुझ्नु भएन, यसका चाहिँ गुरुहरूले बुझ्नु भएन भने यो समाज त खण्डित हुनेछ। किन भन्दा विद्रोह त एक दिन नै ढिँडो चाँडो हुने नै छ। किन भन्दा त्यसको आधारमा आज पनि मान्छे हुन पाइरहेको छैन, मान्छेले समान अवसर समान इज्जतले बाँच्न पाएको छैन। त्यो कुरा चाहिँ असाध्यै पीडादायी हुन्छ। त्यो हुनाले उहाँले हिन्दू धर्मको रूढिवादी स्वरूपको चाहिँ विरोध गर्नुभएको थियो। उहाँले चाहिँ वेद, स्मृति र ब्राह्मणवादको आलोचना गरेर मानव अधिकार विपरीत माने उनले, होइन। उनी धर्मलाई बराबरीका लागि उपयोग मान्दथे। यदि त्यो तर्क र नैतिकतामा आधारित हुन्छ भन्ने चाहिँ उहाँले एउटा शर्त राख्नु भएको छ। धर्म भने के को आधारमा हुनु पर्यो भन्दा त्यो तर्क र नैतिकतामा आधारित हुनु पर्यो, होइन। त्यो अर्थोडक्स हुनु भएन भन्ने उहाँको तर्फ हो। र उहाँले अर्को बौद्ध धर्मतर्फ रूपान्तरण, उहाँले चाहिँ झन्डै आफ्नो जीवनको आधाभन्दा बढी समय चाहिँ उहाँले धार्मिक सुधारमा उहाँले ठुलो समय खर्चनुभयो। यद्यपि त्यो बेलाको समाज, आजभन्दा झन्डै 100 वर्ष अगाडिको समाज त्यो चाहिँ अम्बेडकरको विचारलाई, अम्बेडकरको जुन धर्म सुधारको अभियानलाई साथ दिनको लागि तयार थिएन। यद्यपि चाहिँ गैर दलित या आर्य समाजबाट पनि त्यस्ता खालका प्रयत्नहरू चाहिँ भएका थिए, तर त्यो झिनो रूपमा भएको थियो। त्यसका विरुद्धमा उहाँले चाहिँ के गर्नुभयो भन्दा बौद्ध धर्मलाई चाहिँ उहाँले चाहिँ सामाजिक न्यायको, समताको, होइन, स्वतन्त्रताको चाहिँ त्यो एउटा तर्क र नैतिकता सहितको चाहिँ जीवन आचरण गर्नको लागि सहज हुन्छ भनेर उहाँले बौद्ध धर्मतर्फ रूपान्तरण गर्नुभयो। 1956मा 1956मा अम्बेडकरले लाखौँ अनुयायीहरूसँगै बौद्ध धर्म अपनाए। उनले बौद्ध धर्मलाई समानता, करुणा र तर्कको धर्म माने, होइन। डाक्टर अम्बेडकरले बौद्ध धर्मलाई के मान्नुभयो भन्दाखेरि समानता, करुणा र तर्कको धर्म मान्नुभयो, जहाँ जातिभेदको कुनै पनि स्थान थिएन। अर्को चाहिँ शिक्षा, मुक्ति र सशक्तिकरणको अस्त्र। शिक्षा नै के हो त भन्दा विभेद, सबै खाले विभेदको मुक्ति र सशक्तिकरणको अस्त्र, इम्पावरमेन्टको चाहिँ, होइन, सेल्भेसन र इम्पावरमेन्टको चाहिँ अस्त्र चाहिँ के हो त, साधन चाहिँ के हो त भन्दा उहाँले एजुकेसनलाई, शिक्षालाई मान्नुभयो। अम्बेडकरले शिक्षा नै उत्पीडित वर्गको मुक्ति र सशक्तिकरणको सबैभन्दा शक्तिशाली हतियार हो भनेर माने। उनले दलित समुदायमा शिक्षा विस्तारलाई प्राथमिकता दिए। जातिविहीन समाजको लागि अम्बेडकरको योगदान के थिए भनेर चर्चा गरौँ हामी। भारतीय संविधानको निर्माण, उहाँले भारतमा एउटा चाहिँ त्यो समयमा अङ्ग्रेजहरूबाट जब भारत चाहिँ स्वतन्त्र भयो, मुक्ति पायो, त्यसपछिको संविधान चाहिँ तत्कालै चाहिँ बनेको संविधान सभाको चाहिँ गठनले त्यसको चाहिँ चेयर गर्ने मौका र त्यसको ड्राफ्टिङ कमिटीको चेयर चाहिँ को भयो भन्दा डाक्टर बाबासाहेब अम्बेडकर हुनुभयो। र संविधान निर्माण समितिको अध्यक्षको रूपमा उनले स्वतन्त्रता, समानता र बन्धुत्वका सिद्धान्तहरू संविधानमा समावेश गरे। उनले अस्पृश्यताको अन्त्य, अनुच्छेद 17, आरक्षण व्यवस्था र दलित जनजातिका अधिकार सुरक्षित गरे, होइन। उहाँ आफै ड्राफ्टिङ कमिटीको चेयर भइसकेपछि उहाँले त्यो चाहिँ यो जाति विभेदको अन्त्य, अनुच्छेद 17, होइन, आरक्षण व्यवस्था र दलित जनजातिका अधिकार सुनिश्चित गरे। सेड्युल कास्ट र ST/SC भन्छ उहाँ चाहिँ, होइन, तिनका अधिकारहरू चाहिँ के गरे, संविधानमा सुरक्षित गरिदिए। सामाजिक र राजनीतिक आन्दोलनहरू, उहाँले कस्ता सामाजिक र राजनीतिक आन्दोलनहरूको नेतृत्व गर्नुभयो भन्ने कुराहरू छ। महाड सत्याग्रह 1927मा उहाँले महाड सत्याग्रह को आन्दोलनको अगुवाई गर्नुभयो। त्यसपछि कालाराम मन्दिर प्रवेश आन्दोलन 1930मा गर्नुभयो, होइन। मार्फत उनले सार्वजनिक अधिकार र धार्मिक पहुँचका लागि सङ्घर्ष गरे। यो चाहिँ महाड सत्याग्रह भनेको पानी पिउनको लागि, होइन, पानी पिउने मात्रै होइन कि दलितहरूले सार्वजनिक रूपमा चाहिँ जति पनि सम्पत्तिहरू छ, होइन, त्यो चाहे पानीको हो, चाहे त्यो चाहिँ अन्य मन्दिरहरूको होस्, जेसुकै होस्, त्यसलाई चाहिँ प्रयोग गर्न पाउनुपर्छ भन्ने उहाँको एकमात्र आवाज थियो। त्यो न्यायको लडाइँ थियो, त्यसमा उहाँले नेतृत्व गर्नुभयो। त्यसपछि संस्थागत निर्माण, होइन, उहाँले धेरैवटा इन्स्टिट्युसनहरू फर्मेसन गर्नुभयो आफ्नो जीवनकालमा। उनले बहिष्कृत हितकारिणी सभा, होइन, 1924मा बनाउनुभयो। त्यस्तै
त्यस्तै गरी चाहिँ मुक नायक भन्ने चाहिँ एउटा पत्रिका चलाउनु भयो। बहिष्कृत भारत जस्ता पत्र पत्रिकाहरू मार्फत चेतना फैलाउने काम उहाँले गर्नुभयो। राजनीतिक नेतृत्व उहाँको जीवनमा उहाँले 3वटा त पार्टी मात्रै बनाउनु भएको छ होइन। स्वतन्त्र श्रमिक पार्टी भनेको इन्डिपेन्डेन्ट लेबर पार्टी भन्ने एउटा गठन गर्नुभयो। अर्को सेड्युल कास्ट फेडरेसन भन्ने एउटा पार्टी बनाउनु भयो। त्यसपछि द रिपब्लिकन पार्टी पनि उहाँले बनाउनु भएको छ होइन। अनुसूचित जाति महासङ्घ जस्ता राजनीतिक पार्टी स्थापना गरेर उनले दलित आवाजलाई संसदसम्म पुर्याउने काम गर्नुभयो। अब अम्बेडकरको विरासत र आजको सन्दर्भ भनेर हामीले चाहिँ त्यसलाई कसरी हेर्ने त होइन भन्दाखेरि अम्बेडकरको जातिविहीन समाजको सपना केवल एक कल्पना होइन, बरु तर्क, संवैधानिकता र नैतिकतामा आधारित अभियान थियो। त्यो चाहिँ होइन, त्यो लजिकल थियो, त्यो चाहिँ संविधानभित्रकै थियो होइन। संवैधानिक एउटा चाहिँ संवैधानिक सर्वोच्चताभित्र रहेर उहाँले चाहिँ एउटा गरेको नैतिकको चाहिँ सङ्घर्ष थियो होइन। उनको सङ्घर्ष सबै उत्पीडित वर्गहरूको मानव गरिमाका लागि थियो। कुनै उहाँले चाहिँ कुनै एउटा पर्टिकुलर जात विशेषको लागि मात्रै गर्नुभएको थिएन। उहाँले महिला, मजदुर, हिजो मात्रै हामीले मजदुर दिवस मनाइरहँदाखेरि उहाँले मजदुरहरूको लागि पनि धेरै राम्रो चाहिँ नीति नियमहरू भन्नुभएको थियो। उहाँले संविधानको ड्राफ्टिङ कमिटीमा हुँदाखेरि महिलाहरूको लागि उहाँले हिन्दू कोड बिल पेस गर्नुभएको थियो। यद्यपि उहाँ त्यो हिन्दू कोड तत्कालीन त्यहाँको सरकारले पास गर्न दिएन, पछि त त्यो संशोधन पास पनि भयो। र त्यो चाहिँ त्यति बेला उहाँले फेरि आफ्नो कानुन मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। उहाँ कानुन मन्त्री पनि हुनुहुन्थ्यो। उहाँले आफूले ल्याएको बिल पास नभएपछि उहाँले तत्काल राजीनामा दिनुभएको थियो। भन्दाखेरि उनको सङ्घर्ष सबै उत्पीडित वर्गहरूको मानव गरिमाका लागि थियो, मानवीय एउटा सम्मानको लागि, आत्मसम्मानको लागि थियो। आज पनि जाति भेदभाव समाजमा जिउँदो छ, तर अम्बेडकरको विचारले समानता र न्यायको लागि नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहेको छ। साँचो लोकतन्त्र त्यही हुन्छ जहाँ मानिसलाई जन्मको आधारमा होइन, कर्म र मानवताको आधारमा मूल्याङ्कन गरिन्छ। अम्बेडकरको बाटो सत्य, शिक्षा र सामाजिक न्यायको बाटो हो, जहाँ जातिको कुनै ठाउँ हुँदैन। धन्यवाद दर्शक, तपाईँले धेरै कुरा बुझ्नुभयो होला। तपाईँलाई यो भिडियो ठिक लाग्यो भने यसलाई लाइक, सेयर र कमेन्ट गर्नुहोला। र तपाईँलाई चाहिँ यो विषयमा के लाग्छ, अम्बेडकरको विषयमा के लाग्छ, र नेपाली समाजको जातीय विभेद र सबै खाले विभेद अन्त्यको लागि कस्तो खाले उपाय अपनाउनु पर्छ र सरकारले के गर्न सक्छ भन्ने कुरामा केही तपाईँको राय छ भने त्यसलाई कमेन्टमा लेख्नुहोला। र फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। आजलाई नमस्कार, धन्यवाद, बिदा दिनुहोस्।